हेलो साथीहरू, हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। मलाई के साथीहरू, मेरो बुढाको घर चाहिँ होस्टेल जस्तै लाग्छ के किन यस्तो भनेको होला भनेर बुझ्नको लागि चाहिँ लास्टसम्म मेरो भिडियो हेर्नु होला है। मेरो बुढो चाहिँ हाम्रो बिहे भएको 2 महिनामा मलाई छोडेर विदेश जानु भएको। उहाँ चाहिँ मलाई कस्तो लाग्छ भने होस्टेलमा प्यारेन्ट्सहरूले बच्चाहरूलाई रुवाउँदै ल्याएर होस्टेलमा एडमिसन गरेर छोड्नुहुन्छ नि। अनि जाने बेलामा ल तिमी राम्रोसँग बस, यहाँ टिचरहरू हुनुहुन्छ, खेल्ने साथीहरू हुनुहुन्छ, साथीहरूसँग मिलेर बस, टिचरहरूले भनेको मान, अनुशासन भएर बस, राम्रोसँग पढ, म तिमीलाई आउँदाखेरि तिमीलाई मनपर्ने चक्लेटहरू लिएर आइदिन्छु, तिमीलाई मनपर्ने कपडा किनेर लिएर आइदिन्छु, बेला बेलामा तिमीलाई भिडियो कल फोन पनि गरिराख्छु, तिमीलाई आवश्यक परेको बेलामा पैसा पनि पठाइदिन्छु भन्दै जान्छ नि प्यारेन्ट्सहरूले। मेरो बुढा चाहिँ मलाई त्यस्तै लाग्छ के। अनि बाबा मम्मी चाहिँ मलाई होस्टेलको टिचरहरू जस्तै लाग्छ कि, नजानेको कुराहरू सिकाउने, अनुशासनमा राख्ने। अनि प्यारेन्ट्सहरूलाई सम्झेर रोयो भने चाहिँ नरो, आइहाल्नुहुन्छ नि, किन हातिन्छौँ, हामी छँदैछौँ नि भनेर सम्झाउने गर्नुहुन्छ नि टिचरहरूले। त्यस्तै लाग्छ कि मलाई बाबा मम्मी चाहिँ। अनि भाइ बहिनी हुनुहुन्छ मेरो यहाँ घरमा। भाइ बहिनी चाहिँ मलाई मेरो होस्टेलको साथीहरू जस्तो लाग्छ, टिकटक बनाउने साथी, खाने साथी, हिँड्ने साथी, त्यस्तै साथी जस्तै लाग्छ कि मलाई भाइ बहिनी चाहिँ। अनि मेरो 2 जना नन्दा र अमाजु पनि हुनुहुन्छ। उहाँहरू चाहिँ मलाई कस्तो लाग्छ भने मेरो होस्टेलको वार्डेन जस्तै लाग्छ कि। वार्डेनको काम चाहिँ विद्यालयको अवस्था कस्तो छ, विद्यार्थीहरूको अवस्था कस्तो छ, विद्यार्थीहरू अनुशासनमा बसेका छन् कि छैनन्, कतिको पढेको छन्, होस्टेलको अवस्था कस्तो छ, खानपिनको अवस्था कस्तो छ भनेर बेला बेलामा चेक गर्न आइराख्नुहुन्छ नि त। त्यही भएर मलाई बेला बेलामा आउने भएको भएर मेरो नन्द र मेरो अमाजु दिदी चाहिँ वार्डेन जस्तै लाग्छ के। त हजुरहरूले बुझ्नु नै भयो होला मैले मेरो बुढाको घर चाहिँ किन होस्टेल भनेको रहेछु भनेर। मेरो भिडियो चाहिँ एडिट गरेर मिलाउँदा पनि हेर्नु न कति लामो भएछ के। अब के भयो, हामीले चाहिँ बेलुकामा प्रायः जस्तो रोटी नै खाने गर्छौँ के। मम्मीलाई सोधेको आज के बनाउने मम्मी, रोटी बनाउने हो कि खानै बनाउने हो भनेर सोधेको। मम्मीले भाइले चाहिँ खाना खाने हो भनेर भनिरहेछ भन्दै हुनुहुन्थ्यो। अनि भित्र किचनमा गएर हेरेको त बाबु पुरा पास्ता बनाइरहनु भएको रहेछ क्या। अनि बाबुलाई मैले सोधेको बेलुका खानामा के खाने हो, रोटी खाने हो कि खानै खाने हो भनेर सोद्धा मलाई त खानै खान मन लाग्थ्यो भनेर भन्नुभएको थियो। अनि मैले बाबुलाई फकाइफुलाइ गरेर रोटी नै खान मनाएँ, किनकि मलाई रोटी बनाउनै सजिलो लाग्छ कि। अब एउटा तरकारी बनायो, अचार बनाए, सिसिदिइहाल्यो, फेरि दाल साल पकाउने यो झन्झट गर्नु पर्दैन। त्यही भएर चाहिँ मैले बाबुलाई फकाएर रोटी नै बनाउन थालेँ। मलाई चाहिँ रोटी मुस्न चाहिँ एकदमै गाह्रो लाग्छ। अनि मम्मीले तिमीले मुस्न सक्दैनौ छट, म मुस्छु भन्नुहुन्छ क्या जहिले। त्यही भएर मम्मीको डिपार्टमेन्ट हो रोटी मुस्ने चाहिँ। अनि मलाई पहिल्यैदेखि त रोटी पकाउनु भन्दा नि रोटी बेल्नै रमाइलो लाग्छ क्या। त्यही भएर हाम्रो घरमा चाहिँ मम्मीले पकाउनुहुन्छ, म चाहिँ रोटी बेल्छु, म छिटो पनि बेल्छु अनि पातलो पनि बेल्छु क्या। त्यही भएर मैले बेल्ने गर्छु, मम्मीले चाहिँ पकाउने गर्नुहुन्छ। 2 जनाले मात्रै रोटी पकाउँदाखेरि चाहिँ एकदमै टाइम लाग्छ नि त। त्यही भएर 2 जनाले पकाएपछि चाहिँ एकैछिनमा हुन्छ क्या। त्यही भएर हामी चाहिँ मिलेर पकाउने गर्छौँ सधैँ। म चाहिँ बेल्न थाल्छु अनि मम्मीले चाहिँ पकाउन थाल्नुहुन्छ जहिले। अनि बाबुले चाहिँ मैले तरकारी बनाउँदै यता पास्ता बनाइरहनु भएको थियो कि कुकरमा बनाउनु भएको त नि पास्ता पनि भनेर सोद्धाखेरि ग्यास बच्छ इन्डक्सनमा बनायो भने भनेर भन्दै हुनुहुन्थ्यो। त्यो कुरा पनि ठिकै हो भनेर लाग्यो म आफ्नो कामतिर। हिजो चाहिँ पानी परेर एकदमै शीतलो भइरहेको थियो, त्यही भएर पङ्खा चाहिँ नलागेको हो। अनि त्यही पनि खाना बनाउँदाखेरि सबै यहाँ चाहिँ निभाइदिन्छ कि पङ्खाले, त्यही भएर पङ्खा नलागेको। मलाई यहाँ रोटी बेल्दाखेरि मच्छीले टोकेर हैरान बनाएको थियो कि साथीहरू। त्यतिखेर चाँडो बेलेर म छिट्टो निस्किन पाएँ नि हुन्थ्यो जस्तो भएको थियो। त्यही पनि अब नसकिकन उठ्ने कुरा भएन। अनि म आफूलाई एकैछिन धैर्य गर बालक भन्दै मोटिभेट गर्दै चाहिँ रोटी बेलिरहेको थिएँ। बल्ल बल्ल रोटी बेलेर पनि सकिन लाग्यो। मेरो भिडियो चाहिँ यति लामो भएछ, भोइस कभर गरेर सकिएन। बरु मेरो बोली सिद्धिन लागिसक्यो होला, यो भिडियो सकिँदैन साथीहरू। हिजोको भिडियोमा चाहिँ मलाई सबैले एकदम राम्रो कम्प्लिमेन्ट दिनुभएको थियो, त्यही मोटिभेटले गर्दा चाहिँ आज मैले यो भिडियो बनाएँ। हजुरहरूलाई आजको यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।